गाइस दर्शन नमस्ते सबैलाई। आज चाहिँ मेरो यात्रा फुजेरा टु आसमानसम्मको। म किन जाँदैछु भन्ने कुरा चाहिँ आसमानसम्म मेरो बसाइ चाहिँ फुजेरा, हाल फुजेरा मोरब्बा र आज चाहिँ म आसमान गइरहेको छु। खासमा हल्का बिरामी भएको भएर म हस्पिटलको लागि गइरहेको छु। म बसेको ठाउँ र म यहाँबाट फुजेराबाट निस्किँदाखेरिको बिचको दूरी चाहिँ बिचमा चाहिँ यस्तो पहाडहरू छ। सेम लाइक दिस नेपालको जस्तै डाँडा काँडा है। अनि यस्तो मरुभूमि के नेपालमा चाहिँ हरियाली हुन्छ होइन, जताततै हरियाली हुन्छ। यहाँ चाहिँ डाँडा काँडाहरू यो बिचको बाटोमा चाहिँ। अनि साथीहरू म चाहिँ भर्खर अब मैले युट्युब च्यानल खोलेको चाहिँ धेरै नै भइसक्यो, तर मैले चाहिँ चलाइरहेको थिइनँ कि भर्खर चलाउनु गइरहेको छु है, चलाइरहेको छु। प्लिज मलाई सबैले माया गरिदिनुहोस्। भिडियो लाइक फलो र सब्सक्राइब गरिदिनु होला प्लिज। सबैजनाले गरिदिनुहुन्छ भन्ने आशा राख्दै फेरि पनि म यस्तै भिडियो लिएर उपस्थित हुनेछु। सबैजनाले मलाई फलो गरिदिनुहुन्छ भन्ने आशाको साथमा अगाडि बढ्दैछु र आगामी दिनमा पनि म फेरि हजुरहरूको लागि यस्तै भिडियोहरू लिएर आउनेछु भन्दै हस्त दर्शन नमस्ते।